यो कैलालीको पूर्वी क्षेत्र टिकापुर र भारतको टिकुनिया क्षेत्रका बासिन्दाले ओहोरदोहोर गर्ने प्रमुख नाका हो। यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि डुङ्गाको सहारामा ओहोरदोहोर गर्दै आएका थिए। कयौं पटक डुङ्गा पल्टिएर धेरै सर्वसाधारणले अकालमा ज्यान समेत गुमाएका छन्। वर्षौंदेखि यस क्षेत्रका बासिन्दाले पक्की पुल निर्माणको माग समेत गर्दै आएका थिए। सरकारले पक्की पुल निर्माण गरेपछि आवत जावतमा निकै सहज हुने भएको छ। पहिले आवत जावत गर्न पनि अप्ठ्यारो हुन्थ्यो, डुङ्गामा चढ्नु पर्थ्यो, डुङ्गा पल्टेर मान्छेहरू ज्यादा मर्ने गर्ने डुब्ने गर्ने, वर्षाको समयमा सबै डुबान हुन्छ। अब पुल हुनाले चाहिँ अब पतबढन भएको हुनाले अब वर्षामा पानी पनि उति नआउला। डुङ्गाको यात्रा जोखिमपूर्ण हुनुका साथै झन्झटिलो समेत रहेको थियो। नदी वारपार गर्न मात्रै सर्वसाधारणले घण्टोसम्म कुर्नुपर्ने बाध्यता थियो। डुङ्गा सञ्चालकले भनेको समयमा डुङ्गा चलाउन नमान्दा सर्वसाधारणले धेरै समय डुङ्गा तर्नमै खर्चिनु पर्थ्यो। पक्की पुल निर्माण भएपछि भने अब सर्वसाधारणले आफ्नो समयको बचत गर्न पाएका छन्। धेरै सजिलो थियो नि, पहिला नाउ थियो, डुङ्गाले धेरै अप्ठ्यारो थियो, 1 घण्टा पार रोक्नुपर्दो थियो, 1 घण्टा वारी रोक्नुपर्दो थियो। अहिले पुल बन्दाखेरिमा वारी पारी जानु हामीलाई बजार गर्नु पनि सजिलो टिकुने, अनि टिकापुर जानु सजिलो, सती जानु सजिलो, हजुरको हामीलाई धेरै राम्रो छ नि त अहिले। टिकापुर क्षेत्रका बासिन्दाले भारत जानका लागि नेपालगञ्ज वा धनगढीको बाटो हुँदै जानुपर्ने बाध्यता थियो। दूरीका हिसाबले भारतको प्रमुख शहर मध्येको एक लखनऊ टिकापुरबाट नजिक भए पनि स्थानीयले घुमाउरो बाटो प्रयोग गर्दै आएका थिए। मोहना नदीमा पक्की पुल बनेपछि अब यस क्षेत्रका बासिन्दाका लागि लखनऊसम्मको आवत जावत निकै सहज भएको छ।